नो ब्रान्ड सप द पपुलर स्टोर इन साउथ कोरिया मैले चाहिँ रिसेन्टली भिजिट गरेको थिएँ। नो ब्रान्डमा चाहिँ यति सस्तो प्रोडक्टहरू पाउँदो रहेछ, साँच्चीकै रियालिटीमै सस्तो पाउँदो रहेछ क्या। कति सस्तो बेचेको। सो अहिले चाहिँ अब कोरियामा हुन्जेल चाहिँ अब कोरियाकै भिडियोहरू बनाऊ होइन, कोरियालाई नै अलिकति एक्सप्लोर गरौँ भन्ने हिसाब पनि हो। अनि म चाहिँ भ्लग मात्रै भन्दा पनि त्यो ठाउँबाट चाहिँ केही कुराहरू सिक्न सकियोस् भन्ने हिसाबले अगाडि गइरहेको छु। अनि आज चाहिँ म जानेवालामा छु नो ब्रान्ड सप, कोरियाको अलिकति पपुलर सप पनि हो। आज चाहिँ म त्यहीँ गएर हेर्नेछु प्रोडक्टहरू कस्तो पाउँदो रहेछ। नट ओन्ली भ्लग होइन, त्यहाँ गएर चाहिँ अलिकति केही कुराहरू सिक्न पाइयोस्, पछि गएर चाहिँ फ्युचरमा हेल्प होस् भन्ने हिसाबले पनि आई ट्राभल अनि मेक भिडियोजहरू। सो लेट्स गो टु नो ब्रान्ड सप। कोरियाको चाहिँ मलाई एकदमै मनपर्ने कुरा मध्ये एउटा चाहिँ यो पार्क हो होइन। यहाँनिर चाहिँ जति क्राउडेड सिटी भए पनि बिचबिचमा पार्कहरू बनाइदिएको हुन्छ। अनि यहाँ आउँदा चाहिँ छुट्टै ठाउँमा पुगे जस्तो फिल हुन्छ क्या। यति पिसफुल छ, यति आनन्द हुन्छ यहाँनिर आउँदा। अनि डिफ्रेन्ट एक्सर्साइज गर्ने ठाउँहरू बनाइदिएको हुन्छ, साइक्लिङहरूको लेनदेखि हरेक कुरा एकदम व्यवस्थित छ। म चाहिँ यहाँनिर पार्कमा पनि म्याप हेर्दै हिँडिरहेको छु। अब ठ्याक्कै लोकेसनहरू थाहा छैन नि त, टक्क म्याप हेर्ने अगाडि बढ्ने हो। यहाँ चाहिँ जहाँ जानु परे पनि फ्यामिलियर भएको ठाउँहरू नभएपछि चाहिँ म्याप एकदमै एक्युरेट हुन्छ। सो म्यापले चाहिँ एकदमै इजी बनाउँछ। सो म चाहिँ नो ब्रान्ड सपको अगाडि आइपुगेँ। अनि त्यहाँनिर चाहिँ नो ब्रान्ड लेखिरहेको छ, तर यो रुखले छेकेको भएर चाहिँ सबै बोर्डहरू देखिरहेको छैन। अनि यहाँ आउनुको मेन मोटिभ भनेको चाहिँ कसरी चाहिँ यो बिजनेस मोडालिटी स्टार्ट भएको रहेछ भनेर चाहिँ हेर्न खोजिरहेको पनि हो मैले। सो अब चाहिँ म जाँदैछु नो ब्रान्ड सपभित्र। के हो भन्दाखेरि पाइनएप्पलको जुस जस्तो छ। त्यो चाहिँ डोनट्सहरू रहेछ। यसको जम्मा छनन पनि परेन। वाउ, यहाँनिर के हो मोमोजहरू जम्मा कति 5981। ल कति सस्तो प्रोडक्टहरू पाउँदो रहेछ नि त। यो पेप्सीको चाहिँ लगभग उस्तै नै हो। नो ब्रान्डमा चाहिँ यति सस्तो प्रोडक्टहरू पाउँदो रहेछ। कति सस्तो बेचेको, 250 भन्दा पनि एकदमै सस्तो लाग्यो मलाई चाहिँ। यति धेरै भेराइटिजहरू छ यहाँनिर, यति धेरै अप्सन्सहरू छ। आई डोन्ट नो, आज वाइल्ड सपिङ हुनेवाला छ। यो त्यत्तिकै स्टार्टअप भएको बिजनेस त होइन, केही न केही मोडालिटीहरू छ होला। यहाँबाट पनि धेरै कुराहरू चाहिँ आई अब्जर्भ अनि धेरै कुराहरू सिक्ने मौका पनि मैले पाएँ। सो अब चाहिँ म सपिङतिर लाग्दैछु है त।